सम्मानीय सभामुख महोदय, देशको कमजोर आर्थिक सुशासनको अवस्था, जनताको आकांक्षा, जनसांख्यिक बनावटमा आएको र आउँदै गरेको परिवर्तन र एकदम छिटो परिवर्तन हुने टेक्नोलोजीलाई सम्बोधन गर्नुपर्ने बेलामा 2/3 को बलियो सरकारले निकै फितलो, निकै कमजोर नीति तथा कार्यक्रम ल्याएको छ। अब त यो जेनेरेसन अफ पोलिटिशियन्स के हामी सदनमा जति छौँ ले रिइलेक्सनको मोह त्यागेर बोल्ड निर्णय गर्नुपर्ने बेला हो, तर त्यो अवसर यसपालि चाहिँ नि सरकारले गुमाएको छ। मैले 16 वटा संशोधनहरू पेश गरेको छु, दर्ता गरेको छु, त्यसमा केही मैले आज पेश गर्दैछु र आशा के छ भन्दाखेरि त्यसमा केही संशोधन चाहिँ नि सरकार आफैले आत्मग्लानी महसुस गरेर एक्सेप्ट गर्छ भनेर। पहिलो, अहिलेको चालु खर्च 20-25 वर्षपछि कस्तो हुन्छ सोचौँ हैन। औसत आयु बढ्दै गएको छ। 25 वर्षपछि काम गर्ने हातहरू भन्दा यो पेन्सन खाने रिटायर हुने मान्छेहरू बढी हुन्छन्। त्यति बेला हामीले हाम्रो चालु खर्च कसरी धान्छौँ हैन। एउटा उदाहरण दिनु होला, यो योगदानमा आधारित निवृत्तिभरण त हामीले ल्यायौँ भनेर त त्यतिले मात्रै धान्दैन। म तपाईलाई उदाहरणै दिन्छु। यो निवृत्तिवेतन वृद्धि जुन अहिले यो शिक्षा विधेयकमा छ, निजामती कर्मचारीकोमा छ, एपीएफ सबै ठाउँमा छ नि, त्यो चाहिँ खास अहिले पुनरावलोकन गर्नुपर्छ। यो विधेयकहरू तत्त्व समितिमा पनि छ, त्यसैले अहिले राइट टाइम हो यसको बारेमा छलफल गर्ने। म यहाँलाई उदाहरण दिन्छु। यही सदनमा पटक पटक हामीले सुन्छौँ हैन, गोल्ड मेडलिस्टलाई ल्याएर चाहिँ नि शिक्षक बनाऊ, 1 लाख तलब दिउँ भनेर। अहिले शिक्षामा हैन माविको प्रथम श्रेणीको शिक्षक सबभन्दा अधिकतम उहाँले स्यालेरी कति पाउनुहुन्छ? करिब 70,000 पाउनुहुन्छ हैन। ल हामीले अब शिक्षकको त्यही श्रेणीको शिक्षकको तलब 1 लाख गर्ने भन्यो, त्यो भनेको 30,000 को फरक हो। अहिलेको निवृत्तिभरण यो दफाहरूले हरेक यो हाम्रो निजामतीमा पनि छ, शिक्षामा पनि छ, सबै छ। अहिले शिक्षकको उदाहरण दिन्छु। के भन्छ भन्दाखेरि त्यो जति फरक छ नि, 30,000 को फरक, 70,000 र 1 लाख को 30,000 को, त्यसको 2/3 चाहिँ नि त्यही श्रेणीबाट रिटायर्ड भएका शिक्षकहरूलाई देऊ भन्छ क्या। त्यो भनेको त तपाईको एकदम मेहनत गरेर काम गर्नुपर्ने ट्यालेन्ट मान्छेहरूलाई काममा ल्याउँछु भन्दाखेरि पनि हालको कानुनले त जगडेर राखेर रहेछ नि त। कसरी गर्ने? यो अव्यावहारिक कानुनहरू धेरै छन्। यो एकदम मैले जति सोचेँ नेपालको विकासको लागि एउटा के गर्नुपर्छ भन्दा ट्यालेन्ट मान्छेहरू शिक्षक बनाउनुपर्छ, निजामती कर्मचारीमा ल्याउनुपर्छ, प्रहरीमा सबै ठाउँमा डेलिभरी दिने भने त कर्मचारीहरूले हो नि। त्यहाँ चाहिँ एकदम अब्बल मान्छेहरू ल्याउँ भन्दाखेरि यो पर्टिकुलर दफाले चाहिँ एकदमै अड्काइदिएर रहेछ हैन। अब सोच्नुहोस्, शिक्षकहरूकोमा 30,000 अहिले काम गरिरहेको शिक्षकहरूमा थप्दै गर्दाखेरि त्यसको 2/3 20,000 चाहिँ नि रिटायर्ड टिचर्सहरूलाई दिने भनेको काम गर्ने र काम नगर्ने हैन, दुईटा जुन वर्ग छ, रिटायर्ड र नन रिटायर्ड, त्यसको फरक त 1/3 मात्र रहेछ नि त। अनि त्यस्तो बेलामा यसलाई टेक केयर कसरी गर्ने भन्दाखेरि महँगी भत्ता चाहिँ नि सबैलाई दिउँ हैन, हाल काम गरेर मान्छेहरूलाई पनि, रिटायर्ड मान्छेहरूलाई पनि, तर प्रतिस्पर्धात्मक तलब जुन हामीले ट्यालेन्ट मान्छेहरू ल्याउने भन्छ नि, त्यस्तोको लागि चाहिँ नि प्रतिस्पर्धात्मक तलब दिने बाटो खोलिदिउँ। जबसम्म हामीले यो गर्दैनौँ, यो प्रतिभाको कदर हुँदैन र युवाहरूको कदर हुँदैन हैन। त्यसकारण हामीले यो भोट ब्याङ्कको मोह चाहिँ नि त्याग्नुपर्छ भनेर मैले एउटा संशोधन ठ्याक्कै यसैमा राखेको छु। त्यसपछि दोस्रो बुदामा गएँ। यत्रो लामो नीति तथा कार्यक्रममा हामीले भाषणहरूमा त धेरै सुन्छौँ हैन। अहिले सत्ताधारी दलका अध्यक्ष सभापतिज्यूहरूले पनि, महामन्त्रीज्यूले पनि मिसन 84 भन्न थालेका छन्। मिसन 84 त जनतालाई चाहिएको छ। देश धानिदिने, हाम्रो विदेशमा बसेर रोजगार गर्ने, त्यसपछि यहाँ रेमिटेन्स पठाउने उहाँहरूको लागि यो नीति तथा कार्यक्रमले धेरै केही गरेकै छैन। सबभन्दा महत्त्वपूर्ण त हामीलाई पटक पटक मलाई मेसेज आउँछ, ए दिदी हाम्रो यहीँ बसेर भोटर आइडी बनाउन मिल्छ कि मिल्दैन, हामीले मतदान गर्न पाउँछ कि पाउँदैन भनेर। उहाँहरूको लागि खोइ त। अनि विदेशमा बसेको नेपालीहरूको यो धेरैचोटि सुनेको हो, नोट चल्ने भोट नचल्ने कहिलेसम्म? त्यसको लागि त कानुन तर्जुमा गरेर सम्मानित सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पनि छ, यसमा आउनुपर्ने हैन, यसको लागि रकम विनियोजन गर्नुपर्ने हैन। उहाँहरू मात्रै हैन, हाम्रै आन्तरिक कामदारहरूको लागि पनि यो प्रावधान चाहियो। मेरो काठमाडौँमा गएर मैले भोट गर्छु, मैले के त्यो मतदान गर्ने दिन लखर हिँडेर भोट गरेर सक्यो। रामेछापबाट यहाँ 17,300 मा तलबमा काम गर्ने हाम्रा दाजुभाइ दिदीबहिनीहरू त त्यो रामेछापसम्मको राउन्ड ट्रिप बस टिकट कति पर्छ?
त्यसैले गरिबको लागि चाहिँ नि यो मतदानको यो रिलेटिभली महँगो परिरहेछ। त्यसकारण पनि यो रिमोट भोटिङको सिस्टम हामीले ल्याउनै पर्छ। सबै नेपालीको लागि फेयर र कस्टलेस भोटिङ गर्नै पर्छ। त्यसकारण यस सँगसँगै इन्टरनेसनल ड्राइभिङ लाइसेन्सको लागि हामीले किन आबद्ध नहुने? कोरियामा जति पनि यो छ श्रमिकहरू छ उहाँहरूको लागि हामीले पेन्सनको लागि त्यहाँको सरकारसँग समायोजन किन नगर्ने? सबभन्दा यो नीति तथा कार्यक्रममा लाज लाग्दो बुँदा चाहिँ नि दफा 66 र दफा 65 छ। दफा 66 मा पाठ्यक्रम सामुदायिक र संस्थागतको पाठ्यक्रम एउटै बनाउने र अहिले छ के त्यो शिक्षा मन्त्रीज्यूले अध्यक्षता गर्ने बैठकबाट यो देशको पाठ्यक्रम पास हुने हो अनि त्यही पाठ्यक्रमको आधारमा 10 क्लास र 12 क्लासको एक्जाम हुने हो। यो त शिक्षा मन्त्रालयले पठाएको बुँदा नै हैन, म ठोकुवाका साथ भन्छु। यस्तो हाम्रो राष्ट्रपतिबाट झुट बोलाउने यो चाहिँ नि दफा खारेज गर्नुपर्छ। त्यसपछि बुँदा 65 मा संस्थागत विद्यालयको साझेदारीमा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने। यो त के हो भन्दाखेरि यो दफाले नेपालको सार्वजनिक शिक्षामा दिनरात नबनी राजनीतिक कारिन्दाहरूसँग भिडेर विद्यार्थीहरूको लागि खटिनु हुने सम्पूर्णप्रति अनादर गरेको छ, अपमान गरेको छ। यो दफा त हट्नै पर्छ। प्रोहरूको लागि दरबन्दी देऊ भन्दा यो अर्थमन्त्रीको पहरेदार भएर शिक्षा मन्त्री प्रस्तुत हुनु त पैसा छैन भन्छ। विद्यालय सञ्चालन गर्नु कर्मचारी चाहिन्छ भन्दाखेरि अर्थले धान्दैन भन्छ। त्यस्तो तरिकाले जुन तरिकाले तपाईहरुले यो सार्वजनिक विद्यालयलाई अपमानित गर्नुभएको छ यो दफा 65 त तपाईहरुले खारेज गर्नै पर्छ, फिर्ता लानै पर्छ। र धेरै टेक्नोलोजीको कुरा गर्नुहुन्छ तपाईहरुले यो डेटा सिक्युरिटी एआई भन्नुहुन्छ, डेटा बिना के एआई? त्यसैले डेटा सिक्युरिटीको लागि ऐन ल्याउनुस् र नेताहरूको महत्त्वाकांक्षाले जनताको साझा नेताहरूको निजीगत महत्त्वाकांक्षाहरूले सामान्य जनताको इच्छाहरू मारिरहेछ, त्यो चाहिँ नगर्नु होला। धन्यवाद।